गर्मीको समय छ। आज मैले बनाउँदैछु बेलको जुस। बेल एकदमै साह्रो हुन्छ, त्यसकारण यसलाई अलि कडा तरिकाले फुटाउनु पर्ने हुन्छ। यसको भित्र पाकिसकेको बेलमा चाहिँ यस्तो गुदीहरू हुन्छ। यो ल्याएको पनि एक हप्ता जति मैले राखेर यसलाई बनाउँदैछु। यसरी भित्रको गुदीहरू सब निकालिसकेपछि यसलाई पानी राखेर आधी घन्टा जति छोपेर राखिदिनुपर्छ। त्यसपछि यसमा भएको सबैमा पानीले ढाडिसकेपछि यस्तो खालको हुन्छ। यो बेल चाहिँ आफै त्यत्तिकै पनि खान सकिन्छ। गुदी निकालेर थोरै थोरै गरेर थोरै प्लेटमा राखेर आफू खान पनि सकिन्छ। त्योभन्दा इफेक्टिभ चाहिँ यसरी जुस बनाएर खाँदा अझै इफेक्टिभ हुन्छ। अनि यो यसरी मिचिसकेपछि यसलाई छान्नीले छानेर, हुन त ग्राइन्ड गरेर पनि यसको जुस निकाल्न सकिन्छ, तर मैले चाहिँ नेचुरल तरिकाबाट यसरी जुस निकाल्दैछु। यति छोक्रा आयो। यसलाई सिसाको भाँडामा राखेर हप्ता 10 दिनसम्म स्टोर गर्न सकिन्छ फ्रिजमा। र आवश्यक समयमा फ्रिजबाट निकालेर यसलाई ग्लासमा आइस राखेर वा नराखी नुनिलो अथवा गुलियो चिनी सक्खर जे राखेर पनि खान सकिन्छ। धन्यवाद।